आज म यो चौतारीमा बसेर कफी पिइरहँदा अचानक मलाई हाम्रो गाउँभन्दा अलि तल इटे भन्ने ठाउँमा रहेको मानबिरे बाजेको चियाको याद आयो। सायद कमै छ होला जसले उहाँको चिया नपिएको, विशेष गरेर मेरो पुस्ताले। साह्रै मिठो पो हुन्थ्यो उहाँको चिया। जब हामी उहाँको चिया पिउन भनेर तलतिर झर्थ्यौँ, वरैदेखि उहाँको चियाको सुगन्धले झनै नजिक तानिन्थ्यो। आजको मेरो यो भिडियो चाहिँ विशेष गरेर मानवीर बाजे र उहाँको चियाप्रति छ। आज कहाँ पाइन्छ र त्यस्तो चिया? त्यही पनि उहाँको चिया सम्झेर कफी पिउँदैछु यो बिरानो ठाउँमा।